नमस्ते, के तपाईलाई थाहा छ शेयर मार्केटमा 5 लाख भन्दा बढी कारोबार गर्नलाई प्यान कार्ड अनिवार्य छ। यस भिडियोमा हामी 5 मिनेटमै प्यान कार्ड बनाउने प्रोसेस स्टेप बाइ स्टेप देखाउने छौं। प्यान कार्ड बनाउने प्रोसेस 3 वटा छन्। नागरिक एप मार्फत, एनआईडी भएका व्यक्तिले आन्तरिक राजस्व विभागको वेबसाइटको मार्फत र एनआईडी नभएका व्यक्तिले आन्तरिक राजस्व विभागको वेबसाइट मार्फत गरिने प्रक्रिया। पहिलो, नागरिक एपबाट प्यान क्रिएट गर्ने प्रक्रिया। फर्स्ट, आफ्नो मोबाइलमा प्ले स्टोर वा एप स्टोरमा गई नागरिक एप इन्स्टल गर्नुहोस् अनि नागरिक एप ओपन गरी चाहेको ल्याङ्ग्वेज सेलेक्ट गरी प्रोसिडमा ट्याप गर्नुहोस्। अब तपाईले आफ्नो नाममा रेजिस्टर्ड भएको मोबाइल नम्बर इन्टर गरी प्रोसिडमा ट्याप गर्दा ओटीपी आउँछ। त्यो ओटीपी यहाँ राखी पुनः प्रोसिडमा ट्याप गर्नुहोस्। आइडेन्टिटी कन्फर्मेसन पपअपमा आफ्नो डिटेल्स करेक्ट छ भने यसमा ट्याप गर्नुहोस्। यहाँ ड्रप डाउन मेन्युमा ट्याप गरी चाहेको डकुमेन्ट टाइप सेलेक्ट गर्नुहोस् अनि त्यो डकुमेन्टसँग रिलेटेड इन्फर्मेसन फिलअप गरी प्रोसिडमा ट्याप गर्नुहोस्। यहाँ तपाईले नागरिक एपको ड्यासबोर्ड देख्नुहुन्छ। स्क्रिनको टप लेफ्ट कर्नरमा भएको प्रोफाइल बटनमा ट्याप गर्नुहोस् अनि यहाँ पिक्चर अपलोड गर्ने ठाउँमा ट्याप गर्नुहोस्। अझ सेलेक्ट इमेजमा ट्याप गरी क्यामेरा सेलेक्ट गरी फोटो खिचेर राख्न सक्नुहुन्छ वा ग्यालरीमा ट्याप गरी इमेज सेलेक्ट गरी सेभमा ट्याप गर्न सक्नुहुन्छ। अब केही समय इमेज भेरिफिकेसनको लागि वेट गर्नुपर्छ। इमेज भेरिफिकेसन कम्प्लिट भएपछि नोटिफिकेसन आउँछ। अब यहाँ प्यान लेखेको ठाउँमा ट्याप गर्नुहोस् अनि प्यान रेजिस्टर गर्नलाई क्लिक हियरमा ट्याप गर्नुहोस्। अझ यहाँ नजिकको आन्तरिक राजस्व कार्यालय सेलेक्ट गरी प्रोसिडमा ट्याप गर्नुहोस्। यहाँ तपाईको सबमिसन नम्बर देख्नुहुन्छ। फेरि प्रोसिडमा ट्याप गर्नुहोस्। यहाँ केही फिल्ड्स डिजेबल्ड हुन्छन्, त्यसैले तिनीहरूलाई चेन्ज गर्न मिल्दैन, तर जुन फिल्ड्स डार्कर सेडमा देखिन्छन् ती भने एडिटेबल हुन्छन् र तपाईले तिनलाई आवश्यकता अनुसार अपडेट गर्न सक्नुहुन्छ। यहाँ तपाईले आफ्नो पर्मानेन्ट एड्रेस र करेन्ट एड्रेस फिलअप गर्नुहोस्। अझ फादर्स नेम नि फिलअप गर्नुहोस् किनकि यो म्यान्डेटरी रहेको छ। यहाँ केही डिटेल्स अप्सनल रहेका छन्, तिनलाई फिलअप गर्दा नि हुन्छ नगर्दा नि हुन्छ। अब प्रोसिडमा ट्याप गर्नुहोस् अनि पपअप आउँछ, त्यसमा सबै जानकारी एकपटक फेरि चेक गर्नुहोस्। सबै कुरा सही भएपछि प्रोसिडमा ट्याप गर्नुहोस्। यसरी प्यान एप्लिकेसन प्रोसेस कम्प्लिट भएर तपाईको प्यान कार्ड सक्सेसफुली क्रिएट हुन्छ। ओरिजिनल प्यान कार्ड प्राप्त गर्नका लागि तपाईले सेलेक्ट गर्नुभएको आन्तरिक राजस्व कार्यालयमा कुनै एक गभर्नमेन्ट आइडी सहित भिजिट गर्नुपर्छ। यो बाहेक एनआईडी